बिरुवालाई रोगसँग लड्ने क्षमता वृद्धि गराउँछ, हानिकारक जीवहरूलाई हटाउँदै जान्छ र फाइदा दिने जीवहरूलाई, हाम्रा मित्र जीवहरूलाई यसले वृद्धि गर्दै जान्छ र बारीमा पनि प्रशस्त गनेउला हुने भए हुनाले बारीमा चिस्यानको मात्रा पनि प्रशस्त रूपमा यसले राख्छ, चिस्यान पनि बनाउन सहयोग गर्छ र बोट बिरुवालाई सबै तत्त्वहरू पूर्ति गर्ने भए हुनाले यो फाइदाजनक छ। जस्तै के अरे हाम्रो नेपालमा हामीले वास्तवमा जानेका छैनौँ, पैसा आकाशमा उडिरहेछ, हामीले टिप्न सकेका छैनौँ। टिप्न जान्नु पर्यो, विदेश जानै पर्दैन र झन् यो गनेउला पालन गरेपछि त गनेउला पालनमा घाटा सहनै पर्दैन। थोरै लगानीले धेरै 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 यो के अरे दिन दुगुना रात चौगुना बढ्दै जाने हो यो व्यवसाय भनेको। हामीले 15-20 हजार मात्रै लगानी गऱ्यौँ भने पनि अर्को के अरे 3-4 महिनापछि हामी गनेउला बेच्न सुरु गरिहाल्छौँ। र यसमा के छ भने गनेउला बिक्री भयो भनेपछि झन् राम्रो 1200 रुपियाँ किलो बेच्न पाइयो। 1,20,000 एक कुन्टल बिक्यो भने त 1,20,000 भइगयो नि, आइगयो। र यदि गनेउला बिक्री भएनन्, अब प्रशस्त सबै ठाउँ गनेउला भइसकेका छन्, अब मबाट धेरै ठाउँ गनेउला फिजिसके र यदि गनेउला बिक्री भएन भने पनि मलबाट आम्दानी भइरहन्छ। त्यो भए हुनाले सक्छौँ 2-3वटा भैँसी पालेर आफ्नै घरमा उत्पादन गर्ने, डबल नाफा भयो। उता दुधबाट पनि फाइदा लिन सकियो र मलबाट पनि फाइदा लिन सकियो। सकिएन फर्मबाट ल्याएर पनि यो व्यवसाय गर्न सकिन्छ। र थोरै लगानी 20-25 हजार लगानी गर्यो भनेपछि धेरै ठुलो लगानी गर्नु पर्दैन। 20-25 हजार लगानीले मात्रै पनि मान्छे लाखौँ रुपियाँको व्यापार गर्न सक्छ यसबाट।